नमस्ते। आज हामी एउटा यस्तो सनसनीपूर्ण कथाको विश्लेषण गर्दैछौँ नि जुन सुन्दा कुनै चलचित्रको कथा जस्तो लाग्न सक्छ। सोचौँ त 45 लाखको भारी ऋणबाट उठेर 6 करोडको नाफासम्म यो सामान्य ट्रेडिङको कुरा मात्रै हुँदै होइन, यो त वित्तीय पतन र अविश्वसनीय पुनरागमनको एउटा मास्टर क्लास नै हो। सिधै विषयवस्तुमा प्रवेश गरौँ है त। -45 लाख अङ्क सुन्दा नै आङ सिरिङ्ग हुन्छ नि, होइन र? यो भनेको ब्याङ्क खाता रित्तो हुनु मात्र होइन, एउटा कहाली लाग्दो ऋणको खाडलमा चुर्लुम्म डुब्नु हो। हाम्रो आजको कथाको मुख्य पात्रले पार गर्नु परेको सबैभन्दा ठूलो पहाड नै यही थियो। साँच्चै भन्नुपर्दा यो त्यही चरम सङ्कटको बिन्दु थियो जहाँबाट कि त सबै कुरा सकिन्थ्यो कि त नयाँ इतिहास रचिन्थ्यो। एकातिर कर्पोरेट म्यानेजरको रूपमा फ्रान्स जस्तो देशको शानदार विदेश भ्रमण, अनि अर्कोतिर त्यही व्यक्ति ट्रेडिङको ऋण तिर्न र पेट पाल्न बेङ्गलोरको सडकमा स्कुटरमा खाना डेलिभरी गरिरहेको यथार्थ। हेर्नुस् त, जीवन कति छिटो उचाइबाट सिधै भुइँमा बज्रिन सक्छ। यो निकै हृदयविदारक अवस्था थियो। आखिर यो पतन सुरु भयो कसरी? कथा सुरु हुन्छ सन् 2008बाट, जम्मा 5000 रुपैयाँको ट्रेडिङबाट। छिट्टै धनी बन्ने त्यो मिठो लोभ। तर 2009मा सत्यम स्टक क्र्यास हुन्छ र ठूलो धक्का लाग्छ। अनि घाटा परिपूर्ति गर्न 2011मा पहिलोपटक टपअप लोन लिइन्छ। रातारात करोडपति बन्ने त्यो खतरनाक आकर्षणले कसरी एउटा मानिसलाई बिस्तारै ऋणको दलदलमा फसाउँदै लान्छ भन्ने कुराको यो एकदमै सटिक उदाहरण हो। यहाँनिर हामीले बुझ्नै पर्ने एउटा महत्त्वपूर्ण वित्तीय पाठ छ जसलाई क्याचिङ अ फलिङ नाइफ अर्थात् गिरिरहेको चक्कु समात्नु भनिन्छ। सत्यम स्टकको हकमा ठ्याक्कै त्यही भयो। 180 रुपियाँबाट घटेर 60 रुपियाँमा आइपुगेको स्टकलाई लौ सस्तो भयो भनेर किन्दा भोलिपल्टै त्यो झरेर 6 रुपियाँमा पुग्यो। पछाडिको वास्तविक समाचार वा कारण नबुझिकन मूल्य घटेकै भरमा आँखा चिम्लेर लगानी गर्नु कति घातक हुन्छ, यो घटनाले छर्लङ्ग पार्छ। अनि अर्को भम हुन्छ नि, कर्पोरेट जागिरको सुरुवाती चमक। 3.5 लाखको सीटीसी प्याकेज सुनेर एकदमै हौसिएको अवस्था। तर हातमा आउने वास्तविक तलब भने महिनाको जम्मा 5500। तर उता क्रेडिट कार्ड र पर्सनल लोनको चपेटामा परेर मासिक किस्ता अर्थात् इएमआई भने 15,000 रुपियाँ पुगिसकेको थियो। आफ्नो वास्तविक आम्दानीभन्दा धेरै खर्च र ऋणको यही पासोले नि सुरुवाती वित्तीय सङ्कटको बलियो जग बसाल्यो। यस्तो चरम तनावपूर्ण अवस्थामा दिमागले कसरी काम गर्छ? यहाँनिर रिभेन्ज ट्रेडिङ सुरु हुन्छ। बजारले मेरो पैसा खायो, अब म जसरी पनि बजारबाटै त्यो पैसा निकालेरै छाड्छु भन्ने त्यो जिद्दी हो। यही भावनात्मक निर्णय र बजारमा भएको घाटा लुकाउने हतारोले गर्दा लगातार नयाँ ऋणहरू लिने क्रम सुरु भयो, जसले नोक्सानलाई घटाउने होइन झनै डरलाग्दो रूपमा बढाउँदै लग्यो। यसै गरी समय बित्दै जाँदा 2015मा एउटा झुटो आशा पलाउँछ। ट्रेडिङमा केही सुधार आएर क्यापिटल 35 लाख पुग्यो। तर सुन्नुहोस् है, यो सफलताले एउटा झनै खतरनाक आत्मविश्वास जन्मायो। त्यो पैसाले पुरानो ऋण तिर्नुको साटो अझै ठूलो नाफा कमाउने लोभ बढ्यो। म त अब पूर्ण समय ट्रेडरको बन्न सक्छु भन्ने ठूलो भ्रम पैदा भयो। र त्यही भ्रमले अन्ततः यो विनाशकारी बिन्दुसम्म ल्याइ पुर्यायो। अवस्था कति डरलाग्दो थियो भने एकातिर अफिसमा हाकिमसँगको सानो विवादले 95,000 रुपियाँको जागिर चट, अर्कोतिर मासिक किस्ता 85,000 पुगिसकेको छ र खराब ट्रेडलाई घाटामा पनि नछाड्ने त्यो जिद्दीका कारण पुरा 35 लाख रुपियाँको ट्रेडिङ पुँजी जिरोमा झर्छ। सबै कुरा एकैपटक खरानी भएको यो क्षण साँच्चै नै जिन्दगीको ब्रेकिङ पोइन्ट थियो। यति भयानक नोक्सानबाट सिकिएको सबैभन्दा कठोर र महत्त्वपूर्ण पाठ के हो भने बजारसँग कहिल्यै नलड्नुहोस्। बजारलाई जहाँ जानु छ त्यहीँ जान दिनुहोस्। ट्रेडिङमा आफ्नो इगो वा अहङ्कारलाई हावी हुन दिनु एकदमै व्यर्थ छ, किनकि बजार सधैँ सही हुन्छ र बजारकै विरुद्धमा उभिने प्रयासले सर्वनाश बाहेक अरू केही निम्त्याउँदैन। अब भने जीवन सबैभन्दा तल्लो बिन्दु अर्थात् रक बटममा पुगिसकेको थियो। रहरले किनेको महँगो टिभी र बाइक बेच्नुपर्ने बाध्यता र सडकमा समोसा र पोहा बेच्न सुरु गर्नुपर्ने कठोर यथार्थ। यो अवस्थाबाट पार पाउन र मानसिक रूपमा आफूलाई रिसेट गर्न पुरै 10 महिनासम्म ट्रेडिङबाट पूर्ण रूपमा टाढा रहनु परेको थियो। यो समय भनेको आफ्नै अस्तित्व जोगाउनको लागि गरिएको जीवन मरणको सङ्घर्ष थियो। द पिभट, कडा अनुशासन र स्क्याल्पिङ, यो कथाको टर्निङ पोइन्ट ठ्याक्कै यहीँबाट सुरु हुन्छ। 10 महिनाको बेरोजगारीपछि घरबाटै काम सुरु गर्दा बल्ल अलिकति सास फेर्ने मौका मिल्यो। अनि सुरु भयो कडा अनुशासनसहितको स्क्याल्पिङ रणनीति। नियमहरू एकदमै प्रष्ट थिए।
पहिलो, जम्मा 5,000 देखि 10,000 रुपियाँमा मात्र ट्रेड गर्ने। दोस्रो, 500 देखि 1000 रुपियाँ नाफा हुने बित्तिकै त्यसलाई खुसी साथ स्वीकार्ने। र तेस्रो तथा सबैभन्दा महत्त्वपूर्ण नियम, नाफा लिएपछि तुरुन्तै स्क्रिन बन्द गर्ने। लोभलाई पूर्ण रूपमा मारेर ससानो नाफाबाट बिस्तारै घुमेको आत्मविश्वास फर्काउने यो एउटा अचूक रणनीति थियो। तर नि यो रणनीति सफल बनाउनको लागि मानसिक परिवर्तन एकदमै जरुरी थियो। बजारमा टिक्न केही गहिरो मनोवैज्ञानिक सत्य बुझ्नै पर्छ। ट्रेडिङमा चिट्ठा पर्छ कि भन्ने मानसिकता पूर्ण रूपमा त्याग्नुपर्छ। बिस्तारै हुने वृद्धिलाई अँगाल्न सक्नुपर्छ। किनकि चमत्कार भनेको भाग्यले होइन, आफ्नै मेहनतले मात्र सम्भव छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा त पुँजीलाई नियन्त्रण गर्नुअघि आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न सिक्नुपर्छ। अनि यहाँ आउँछ पैसा व्यवस्थापनको एकदमै सुनौदो र प्रभावकारी नियम। ट्रेडिङबाट आएको नाफाको ठ्याक्कै 50% बजारमै राख्ने र बाँकी 50% वास्तविक जीवनको सुरक्षा र आवश्यकताका लागि बाहिर निकाल्ने। सुन्दा सामान्य लाग्ला, तर कमाएको पैसालाई वास्तविक जीवन सुधार गर्न प्रयोग नगरेसम्म नि त्यो केवल स्क्रिनमा चम्किने अङ्क मात्रै रहन्छ। हो, यही नियमले नै एउटा बलियो मनोवैज्ञानिक सुरक्षा जाल निर्माण गर्छ। एकातिर हेर्नुहोस् त, बजारभित्र जोखिममा रहेको 25 लाख रुपैयाँ छ भने अर्कोतिर सुरक्षित रूपमा बजार बाहिर निकालिएको 5 करोड रुपैयाँ। जब यति ठूलो रकम बाहिर सुरक्षित हुन्छ नि, तब बजारभित्र रहेको पैसाले डर पैदा नै गर्दैन। बिना कुनै डर वा दबाव एकदम शान्त दिमागले ट्रेड गर्नको लागि यो बाहिरी सुरक्षा जाल कति महत्त्वपूर्ण छ भन्ने कुरा यसले प्रश्न पार्छ। निरन्तरको अनुशासन, भावनामाथिको नियन्त्रण र कडा पुँजी व्यवस्थापनको अन्तिम नतिजा 6 करोड रुपैयाँ। -45 लाखको त्यो डरलाग्दो ऋणबाट सुरु भएर 2022 सम्म आइपुग्दा यो विशाल नाफा हासिल हुनु भनेको कुनै जादु पक्कै होइन। यो त सही रणनीति, धैर्यता र जस्तो सुकै परिस्थितिमा पनि हार नमान्ने अठोटको प्रत्यक्ष प्रमाण हो। तर यो पुरै विश्लेषणको मुख्य सार यो भनाइमा लुकेको छ। ट्रेडिङ पुँजीको एउटै मात्र उद्देश्य भनेको नाफा कमाउनु हो, ताकि हामी राम्रो जीवन जिउन सकौँ। यो भनाइले हाम्रो ध्यान ती हरिया र राता चार्टहरूबाट हटाएर पैसा कमाउनुको वास्तविक उद्देश्यतर्फ डोर्याउँछ। आखिर पैसा आफैमा अन्तिम लक्ष्य कहाँ हो र? यो त हाम्रो जीवनलाई सहज र सुन्दर बनाउने एउटा माध्यम मात्र पो हो त। त्यसो भए साँचो अर्थमा त्यो राम्रो जीवन भनेको चाहिँ के हो त? साँचो आर्थिक स्वतन्त्रता भनेको जीवनका सबैभन्दा कठिन घडीहरूमा बिना कुनै हिचकिचाहट आफ्ना प्रियजनको साथमा पूर्ण रूपमा उपस्थित हुनु र उनीहरूको हेरचाह गर्न सक्नु हो। यही आर्थिक अनुशासनका कारण नै जब आमालाई क्यान्सर भयो, तब काम र पैसाको कुनै चिन्ता नगरी उहाँको उपचार र स्याहारमा पूर्ण समय दिन सम्भव भयो। जिन्दगीमा योभन्दा ठूलो सफलता अरू के नै हुन सक्छ र? अन्तमा यो एउटा गहिरो प्रश्नमा विचार गरौँ के आर्थिक अवस्थाले हाम्रो दैनिक जीवनलाई नियन्त्रण गरिरहेको छ, वा हामीले आर्थिक अनुशासनको प्रयोग गरेर आफ्नो जीवनलाई साँच्चै नै सुन्दर बनाउने प्रयास गरिरहेका छौँ? यो प्रश्नले हामी सबैलाई आफ्नो वित्तीय बानी र जीवनको अन्तिम लक्ष्यबारे गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ। आजको यस विश्लेषणमा सँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद। पक्कै पनि यसले वित्तीय व्यवस्थापन र अनुशासनको बारेमा एउटा नयाँ दृष्टिकोण